भने सदा जस्तो प्रकारले पूजा हुन्थ्यो तर यसमा चाहिँ एकदम भिन्नै सम्पूर्ण गाउँ मिलेर यो पूजा सम्पन्न भाइहरूसँग छु है अब उनीहरूको पनि अलिकति केही बुझौँ होइन यो पूजामा गाउँमा सामूहिक जुन प्रकारको एउटा कलेक्टिभ एउटा पूजाको आयोजन हुनुहुन्थ्यो होइन उहाँहरूले चाहिँ यति राम्रो गर्नुहुन्थ्यो होइन आज अब हाम्रो उयसमा आएर चाहिँ अलिकति हाम्रो कमी भयो जस्तो लाग्छ होइन र विशेष गरेर आउने नानीहरूलाई भावी पिँढीलाई चाहिँ राम्रो होस् भन्ने नै हामीले कामना गरौँ न होइन हुन्छ बुढो मान्छे त्यो भएर यहाँ आएको म हो आजको पूजामा चाहिँ आशीर्वाद दिनुपर्छ अब हामी चाहिँ गएको पूजा गर्नु ल झाँक्रीको छ त्यति याद छैन मलाई पनि कि म गएर झाँक्री पनि छ अरे बाहुन पनि छ अरे हो भगवान्ले मजाले गाउँको सबै होम पोलेर सबै गर्ने भन्दैछ कि हुन्छ बाटो ल भएको छ है सबैजना गाउँमै भन्छ यहाँ समाजको कुरा आएन समाजको कुरा आएन यहाँ गाउँको एकदमै गाउँ सङ्गीत टप्लाइनको भयो होइन त्यस्तो भन्छ राम्रो भयो नि त अझै अब साङ्गेता पनि आउँछ होइन जतिले पनि धाराको पानी खान्छ सबैले पूजा अर्चना गरेर राम्रो माताले रक्षा गरोस् है माताले रक्षा अब दिन त आज पनि बिहानै यस्तो पो छ त है र अहिले चाहिँ 6:30 भयो है वेदर त्यस्तो छ आज र जोजोलपा सेवा र सेवान्ने फ्यापुल्लो मेजोर टाँसिडेले यस्तै अभिवादनसँग आजको ब्लग स्टार्ट हुँदैछ है तपाईँहरू सन्चै हुनुहुन्छ होला कामना गर्छु सन्चै हुनुहोस् है स्वस्थ रहनुहोस् र आज चाहिँ विशेष गरी के छ भन्दाखेरि चाहिँ हाम्रो गाउँको चाहिँ आज पञ्चमीको दिन गर्ने गर्छौँ प्रत्येक वर्ष देवी पूजा र अहिले चाहिँ त्यहाँ जाँदैछौँ हामी है र देवी पूजाको यो ब्लग के कस्तो हुन्छ तपाईँहरूलाई हाम्रो देवीले है सातकन्या देवी दलकन्या देवी यस्तो चाहिँ हाम्रो देवी स्थान छ एउटा है त्यो देवी स्थानमा चाहिँ आज पञ्चमीको दिन चाहिँ पूजा हुँदैछ प्रत्येक वर्ष गर्छौँ हामी है अहिले हामी पानफुलले पूजा गर्ने गरेका छौँ र त्यहाँ चाहिँ के कस्तो किसिमको पूजा आज हुन्छ त्यो चाहिँ आज हामी देखाउँछौँ र दिन चाहिँ यस्तो छ एकदमै पानी पर्ला जस्तो भइराखेको छ कान्छीले पढ्दै रहेछ क ख ग घ अ आ खै लु न क्यारी भयो निक्लिनु है कति बेला यस्तो भइरहेको पानी पर्छ के हो है पानी पर्ला र देवी पूजा चाहिँ अब आज पञ्चमीको दिन 17 तारिकको दिन र हाम्रो गाउँमा चाहिँ के कस्तो पूजाहरू हुन्छ पुजारीहरूले के भन्ने हो जोखना कस्तो निक्लिने हो त्यो चाहिँ आज तपाईँलाई म देखाउँदैछु है त ल भनिरहनुहोस् यो आजको भिडियोमा एकदमै अन्धकार छ सुभाष साथी पनि निक्लिसक्यो यहाँनिर र हेलो गुड मर्निङ है दिन त यस्तो छ है अब देवी पूजाको आज गाउँमा गर्नुहुन्थ्यो पहिला तपाईँहरूले होइन मजाले अब यसो केही भन्नु पर्यो देवी पूजा योपालिको कस्तो हुन्छ होला योपालि सबै तलदेखिको मिलेर डल्लै एकजुट भएर गर्ने भएको छ योपालि सुन्नुभयो पहिला त कम्ती हुन्छ दिनभरि सुन्नुभएको छ नि तपाईँले एक डल्लो भयो तलदेखिको यहाँ माथिसम्म त्यहाँ तलसम्मको एक डल्लो भएर गर्ने हो दिनभरि मजाले गर्ने होम गर्ने कुरा भएको छ योपालि एकदम राम्रो कुरा तपाईँले भन्नु पर्यो केही गाउँवासीलाई बुढाबुढी मान्छे हो गाउँकोलाई अब राम्रो होस् पूजा अझै राम्रो गर्नु भन्नु पर्यो हजुर हजुर अब हामीले पहिल्यैदेखि गरेको हो आज पञ्चमीको दिन पञ्चमी आज पञ्चमी आज तपाईँको अब आशीर्वाद लिनु पर्यो आज होइन तपाईँको आशीर्वाद लिएर यहीँ घरबाटै भए पनि भन्नु पर्यो सबैलाई आशीर्वाद छ भन्नुहोस् तपाईँ म सुनाउँछु अरूलाई के भन्नुहुन्छ तपाईँ पूजा पूजा के भन्नु र हो राम्रोसितले गर्नु सबैजना मिलेर पहिला जसरी हामीले गरेको थियौँ है त्यो तरिकाले गर्नु गाउँलाई बिथर नखाओस् हावा हुँदरी हुँदरी बतासहरू आएर बिग्रियो भने त्यस्तो पनि हुन्छ त यही देवीजानबाट त्यस्तो भएको छ त्यस्तो भएको है त्यति काँडी गरेर चाहिँ मैले चाहिँ भन्दै राम्रोसितले गर्नु त्यो झाँक्रीलाई पनि भन्छु
राम्रोसितले गर्नु पुरा पश्चिम छ नयाँ जङ्गलकोहरू पनि गर्नुपर्छ अलिकति माथि छ त्यो पनि धुपाल्नु पर्यो फेरि तल गएर त्यो पश्चिममा गएर नाकले धुपाल्नु पर्यो धुपदार गर्नु पर्यो निकै पो छ त त्यहाँ त्यही त जति आज गरेको छ त्यो त सबै गाउँलाई फलिफाप हुनु पर्यो सबैलाई सन्तोष दिनु पर्यो सुख समृद्धि हुनु पर्यो सबैलाई दुःख हुनु भएन रोग कष्ट व्याधि आउनु भएन होइन त तपाईँले त्यो भन्नु पर्यो नि त त्यो भन्नु सबै मसिनो गाउँवासीलाई तपाईँले आजको दिनमा एउटा आशीर्वाद दिनु पर्यो पूजा राम्रो होस् अहिलेको त केटाकेटीहरूले गर्दैछौँ होइन त्यसमा राम्रो गर्नु पर्यो भन्नु पर्यो तपाईँलाई त्यही कारणले तपाईँ भएकोमा आएको तपाईँबाट आशीर्वाद लिएर अब गएर पूजा गर्नुपर्छ यो कुरो तपाईँलाई गाउँबारीलाई जम्मै सुनाउँछु पाजुले यसो भनेको छ भनेर होइन यहाँनिर भिडियोमा राम्रो गरिदिनु हुँदरी नहोस् हुँदरी बतास त्यस्तो तरिकाले हुन्छ दाद्राहरू उठाउँछ कति वर्ष पुग्नुभयो तपाईँ अहिले म अहिले झन् 100 पुग्नु आँटिनँ 100 पुगेको छैन होला पुग्नु आँट्यो र 100 95 भइसक्यो त्यस्तै भइसकिसक्यो नि हो अन्त पोहोरको साल त गएर पनि फर्केको है फर्केको फेरि पनि हो अझै आजको दिनमा एकदम राम्रो होस् तपाईँको होइन अझै बाँच्नुपर्छ तपाईँहरू बुढाबुढी मान्छे अझै बाँच्नुपर्छ हामी शिरमा हात राखिदिनुपर्छ होइन आशीर्वाद दिनुपर्छ यो गाउँभरिमा त तपाईँ नै पो होला अहिले त सबभन्दा बेसी को छ गाउँभरिमा त्यो तपाईँ नै हो नि कोही छैन नि यहाँ त अब है सबै त गइसक्यो उँधोकोहरू जम्मै गइसक्यो है सबै स्वर्ग भइसक्यो हो गइसक्यो छैन तपाईँ नै हो सबभन्दा बुढो मान्छे त्यो भएर यहाँ आएको म हो आजको पूजामा चाहिँ आशीर्वाद दिनुपर्छ अब हामी चाहिँ गएको पूजा गर्नु ल त्यो चाहिँ याद छैन मलाई पनि कि म गएको झाँक्री पनि छ अरे बाहुन पनि छ अरे हो होम हवा नदी मजाले गाउँको सबै होम पोलेर सबै गर्ने भन्दैछ कि हुन्छ बाजु ल उहाँ चाहिँ हाम्रो गाउँको सबभन्दा एकदमै एजेड वृद्ध व्यक्ति हुनुहुन्छ उहाँको आशीर्वाद पनि अब लिएर चाहिँ अब हामी पूजामा जाँदा छिटो गर न छिटो राजा हाम्रो गाउँको एउटा उहिलेदेखिको परम्परागत भनौँ एउटा आस्था एउटा हाम्रो चाहिँ के हुन्छ भने प्रकृति पूजा गर्ने जाति हामी र जहाँनिर चाहिँ अब हाम्रो पानीको स्रोत छ त्यहाँनिर चाहिँ प्राय नै हामीले हेर्दाखेरि चाहिँ यो देवीलाई चाहिँ मान्ने प्रचलन पहिलादेखि आएको छ अघि यो कहाँसम्म को अब एउटा सत्य छ यो माथि यो त एउटा भनौँ यसलाई चाहिँ के भन्नु एउटा आस्था र विश्वासको कुरो हो यो खोजको विषय पनि नभनौँ यसलाई है र यस्तै छ आजको चाहिँ भ्लगमा चाहिँ तपाईँहरूलाई यो गाउँको यो पालिको 2025 को चाहिँ देवी पूजा कसरी सम्पन्न गरिन्छ त्यो चाहिँ अलिकति म तपाईँहरूलाई एउटा यो रेकर्ड पनि राख्ने अनि यो तपाईँहरूलाई पनि देखाउने कुरो चाहिँ भइराखेको छ है छैन यहाँ चाहिँ हो हाम्रो देवीस्थान मैले कुरा गर्दै गरेको र यहाँ चाहिँ आज पूजा सम्पन्न हुने सफा गरिएको छ यहाँनिर यस्तो छ हाम्रो मन्दिर त्यो त अहिले पाजुसँग कुरा गरेर आएको गाउँको सबभन्दा बुढो पाजु रहेछ क्या है हो त्यहाँदेखि सेकेन्डमा तिमी सेकेन्डमा 76 है ऊ त 100 पुग्नु आँट्यो भन्छ राजा बाजे पनि छ थर्डमा ऊ त होला तिमी भन्दा त कान्छो होला नि होइन अलिक जेठो हो ए सेकेन्डमा भनेपछि ऊ आउँछ क्या है अरू छैन है माथिदेखि तल चाहिँ त पाजुलाई पनि भेटेर आएको अहिले कि त्यो पूजा त हाम्रो गाउँको हिँड्छ बाहिरदेखि यताउता सक्दैन नि आउनु सक्दैन कि आज त काकीहरूले त उहिलेदेखि देखेको है अब हाम्रो यो गाउँको देवी पूजा होइन अब आज हाम्रो पञ्चमीको दिन गरेको पञ्चमीको दिन चाहिँ त्यो त धेरैवटा जग्गामा चाहिँ अब पूर्णेकै दिन पनि गर्दो रहेछ नि त पूर्णेको दिन पनि गर्छ होइन उताबाट गर्छ र आज चाहिँ उहिलेदेखि पञ्चमीमै गरेको है पूर्णिमा गरेन कुनै दिन पनि तिमीलाई थाहा भइन्जेल है गरेन नि है
रोइटर बाजेले गर्थ्यो नि त उनीहरूले गर्थ्यो पालैपिलो गरेको होला है पालैपिलो गरेको होला पञ्चमीमा हो हाम्रो जहिले पनि क्या तर म आएकोदेखि थाहा पाएको यहाँ आएर थाहा पाएकोदेखि त्योभन्दा अघि त के गर्यो त्यो त कसलाई थाहा छ र होइन त्यो त आज परेको छ पञ्चमी अब गाउँमा राम्रोसँगले है भाइ बहिनीहरूले अब गर्दैछ र हाम्रो कति वर्ष जस्तो भयो हामीले त फुल पार्ने गरेको त 10-12 वर्ष भयो होला है भएको छैन होला नि त्योभन्दा अगाडि अर्कै प्रकारले गर्थ्यौँ है 8-9 वर्ष त भयो है राम्रै छ अहिले राम्रैसँगले गरिराखेको छ र आज अब काकीहरू जस्तो मान्छेको अब यति साह्रो हाम्रो बुढाबुढीको आशीर्वाद त अब लिनैपर्छ हामीले होइन आशीर्वाद लिएर गर्नुपर्छ त्यसले पाजुलाई पनि सोधेको कि एकदम राम्रो गर्नु हो तिमीहरूले अब हामी सक्दैनौँ उहिलेदेखि गरेर आएको उनीहरू त धेरै वर्षदेखि देखेको नि त यहाँनिर होइन राम्रो गर्नु सबैलाई राम्रो होस् भन्दै थियो नि त होइन त्यही कुराहरू छ राम्रो होस् गाउँलाई रक्षा गर्छ नि अब गाउँलाई रक्षा गर्छ नि यो देवीले होइन गाउँभरिको योपालि त अझ राम्रो पनि भयो बिचमा हाम्रो अलिकति उ भएको थियो किनभने यो पूजा गर्दाखेरि ग्रुप जस्तो पनि भएको थियो त योपालि अझ राम्रो भएको छ है सबैजना गाउँै भयो नि त यहाँ समाजको कुरा आएन यहाँ गाउँकै त जम्मै गाउँ समृक टपलाइनको भयो नि त होइन यो पूजा चाहिँ त्यस्तो भयो भने चाहिँ राम्रो भयो नि त अझै अब साङ्गेटार पनि आउँछ यसमै होइन जतिले पनि यो धाराको पानी खान्छ सबैले पूजा अर्चना गर्दा राम्रो पनि भयो पूजाको दिन चाहिँ हाम्रो सन्तोष प्रधान एकदमै हाम्रो के भन्नु यो एकदम समाजसेवक हो र केही भन्नु छ र आज के गर्नु हुँदैछ तपाईँले यहाँनिर चाहिँ यहाँ आज हामी पञ्चमी देवी पूजाको बेलुका समातेर के गर्नु हुँदैछ नाली सफा गर्ने है तपाईँ सधैँ गर्नुहुन्छ क्या यो प्रायः तपाईँको त घर यहाँ नजिकै हो है देवी स्थानमा त सधैँ आइरहनुहुन्छ नि त है बिहान पूजा सफा है गरिरहनुहुन्छ है केही भन्नु छ आज शुभकामना यसो आज देवी पूजाको कसैलाई हजुर देवी पूजा हाम्रो पञ्चमीको दिन सबैलाई गाउँलाई होस् दुःख बिमा नहोस् सबैको भाग्य उज्यालो होस् है आज अब हाम्रो पञ्चमीको दिन है प्रत्येक वर्ष अब धेरै वर्षदेखि गर्दै आएको कुरो हो र आज पनि अब हामी गर्दैछौँ अघि तपाईँको विचारमा आजको दिनमा कस्तो छ यसो गाउँवासीलाई अब सन्देश भनौँ है पूजा अर्चनाले अब के हुन्छ होला आजको दिनमा चाहिँ यो सधैँ नै भरि मनाएर आएको हो हजुर र यसपालि चाहिँ और ज्यादा बढी-बढाइ गरेर पुरा समाजको तल्लो गाउँ पहिला त आफ्नो समाजले मात्रै सबै गाउँघर मिलेर गर्थ्यो यो पालि चाहिँ अलिक भव्य रूपमा मनाउने भएर पुरा गाउँको तिनै समाज मिलेर चाहिँ यो आज देवी पूजा गर्ने भएको छ र सदाको भन्दा चाहिँ निकै राम्रोसँग पूजाआजा गर्ने पूजाआजा गर्ने और प्रसादीहरू पनि राम्रोसँगले बनाउने यस्तो प्रोग्राम मिलेको छ र सधैँभन्दा चाहिँ यो पालिको यो पूजा चाहिँ अलिक राम्रो भव्य रूपमा नै मनाउने निर्णय गरिएको छ अब के यस्तै प्रकारले बस्छ होला त परम्परा हाम्रो परम्परा पहिला अब कम्ती मात्रामा गर्थ्यौँ है अब अहिले चाहिँ अब यो चाहिँ एउटा गाउँले जुन पहिलाको जुन स्थिति छ त्यही स्थितिमा आएको छ नि त अहिले होइन अब फेरि यसरी परम्परा बस्ला हाम्रो युवा भाइहरूले केही गर्ला अब यो परम्परा बढाइरहेको यो परम्परा गरिरहेको अब हामी बुढाबुढी नसके पनि मसिनो भाइहरूलाई चाहिँ यस्तो कार्यक्रममा चाहिँ अघि बढाएर यो चाहिँ गर्नैपर्छ यो चाहिँ टोगाउनु हुँदैन किनभने यो टपलाइनमा एउटै छ देवी थान अगर यसलाई सबैले मानेन भने चाहिँ आखिरमा यो के हुन्छ भने धेरै पानी सुक्छ यहाँ पूजा आचरण गर्दाखेरि धेरैले गर्दाखेरि पानीको हो त तल्लो गाउँकोलाई पानीले न बहुत सहायता दिएको छ अगर यहाँ पूजा गर्नु भनेर चाहिँ सबैले दाउरा घाँसहरू काटेर सब पानी खतम हुन्छ त्यस कारणले यो पूजा चाहिँ हर हमेसा
बढी बढाउसँग चाहिँ गर्नुपर्छ र पहिला त अरू पनि बढी बढा यहाँ पहिला चाहिँ यहाँ के अरे देवीको पूजाको लागि चाहिँ भोगहरू पनि दिन्थ्यो के अरे बाख्राहरू बलि प्रथा थियो बलि चढाउँथ्यो तर बलि पर्दा त सबै नै धर्मगुरुहरूले चाहिँ बलि चाहिँ दिनु हुँदैन पानफुले नै मनाउनु पर्छ भन्दाखेरि सबै सहमत भएर चाहिँ उहाँदेखि चाहिँ हामीले पानफुलले मगाउनु चाहेको यही अब परम्पराबाट गरिआएको पानफुलले नै मगाउँछौँ यसमा अलिकति खर्च पनि कम्ती हुनेछ किनभने अहिले त बलि चढाउनेको लागि बाख्रा कुखुराहरू दाम बढेर गयो त्यो पनि लिन सकिँदैन यस कारणले गर्दाखेरि हामी पानफुलले नै मनाउने गर्छौँ राम्रै भइरहेको छ 8-10 वर्ष भयो होला भयो है 8-10 वर्ष भयो र यहाँ हुनुहुन्छ बिबी थापा हाम्रो गाउँको एकजना समाजसेवी पहिला धेरै वर्ष समाजमा पनि काम गर्नुभएको अनि देवी पूजाको त एकदम मेन अर्गनाइजर टिममै उहाँ हुनुहुन्थ्यो है उहाँले सब हिसाब किताब पनि उहाँले राख्नुहुन्थ्यो र हुन्छ धन्यवाद तपाईँलाई अघि यो पूजाले सबैलाई राम्रो होस् फलिफाप होस् है गाउँमा बुढाबुढीदेखि लिएर हाम्रो विशेष गरेर आउने नानीहरूलाई भावी पिँढीलाई चाहिँ राम्रो होस् भन्ने नै हामीले कामना गरौँ न होइन हुन्छ सिलाई एउटा यो विगत वर्ष भन्दा चाहिँ यो पालि चाहिँ एकदमै भव्यको साथमा यो पूजा पुरा गाउँवासी मिलेर नै गरिँदैछ है सब खुसी पनि छ पहिला चाहिँ तपाईँको यो हाम्रो ग्राम सुधार समितिले मात्रै गर्ने गरिन्थ्यो र यसपालि चाहिँ अब तलदेखि लिएर टुप्पा माथिसम्म नै अब यो चाहिँ अब यसपालि चाहिँ सामाजिक नभएर गाउँवासीको पूजा भयो होइन ग्रामवासीको पूजा भयो बडो रमाइलो सबैजना यसपालि सबैजना एकदमै खुसी देखिँदैछ है हाम्रो अब पूजा चाहिँ अब राम्रोसँग गर्नु पाउँ है गाउँमा सबैभन्दा ठुलो चाहिँ सुख शान्ति समृद्धि यस्तो होस् भनेर नै हामीले यो पूजाहरू गरिन्छ है र गाउँठाउँमा अब हामी त के आधा अब उमेर नानीहरू फ्युचरको लागि चाहिँ राम्रो होस् नानीको लागि चाहिँ राम्रो होस् भन्ने हामी बुढोपाका पनि यसरी लागि परेको थियो र हाम्रो सुरेश साथी पनि एकजना समाजसेवी कर्मठ है समाजको उहाँले पनि धेरै सम्हालेको पहिला पनि समाजलाई र यसरी गाउँवासीलाई आज चाहिँ अब यो पूजाले चाहिँ सबैलाई राम्रो होस् भन्ने कामना नै गर्दछौँ हामी सबैलाई यहाँ चिया रेडी हुँदैछ हाम्रो कान्छी पनि एकदम रेडी भयो अब सब्जी काट्नु कति बेला फल्नुभयो भर्खर आउनुभएको ठिकै छ के सङ्गठनबाट आएको यो चाहिँ सङ्गठनको भेटी हो यो माताले रक्षा गरोस् है माताले रक्षा गरोस् जति पनि जे छ सबैले रक्षा गरोस् माताले जय माता दी सबैजना आफ्नो काममा लाग्नुहुन्छ एकजनाले उयो पनि बनाउला नाक बनाऊ है जग्गा चाहिँ यहाँनिर हो यो कागज गाड्दिन गरौँ त्यहाँबाट लस्कर यहाँनिर चाहिँ बाजेलाई अब होमको तयारी हुँदैछ है अब एकैछिन होम पनि हाम्रो यहाँ चाहिँ यो राख्नको लागि अब यस गाउँद्वारा सदा सर्वदा यहाँ सुख शान्ति समृद्धि प्राप्ति होस् भनिकन आज यहाँ हजुरहरूले गरेको पूजनले यो गाउँलाई मात्रै नभएर सारा विश्वलाई नै सुख शान्ति समृद्धि होस् भनिकन यहाँको माता प्रसन्नको निमित्त हामी यहाँ आज पूजन सुरु गर्दैछौँ यो चाहिँ हाम्रो मूल स्थान हो यो यहाँ चाहिँ पूजा गरिन्छ यहाँनिर मूल थानमा यति पूजा हुँदैछ हाम्रो बाबु मर्निङ गर औ कति पुग्यो कसको हाम्रो उसको राहुलको है मर्निङ गर मर्निङ औ ए के हो भाइ नकल पारिदिउँ नकल पारिदियो मेरो भन्नु लगाउँछ मेरो भन
मेरो 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 यहाँको मेरो खै मेरो खै खै मेरो केटीहरू के खेल्दैछौ खै यता हेर्नु ए नाम के हो नाम के एउटा गीत गाइदिनु न हौ एउटा गीत गाउनु न गीत गाउँदैन तिमीले गीत गाउँदैन गीत गाउँदैन यो जुन हाम्रो सम्रेपानी टप लाइनमा जुन पूजा अहिले चलिरहेको छ यति बेला चाहिँ म छु हाम्रै गाउँको एकदमै युथ भाइहरूसँग छु है अब उनीहरूको पनि अलिकति केही बुझौँ होइन यो पूजामा गाउँमा यो सामूहिक जुन प्रकारको एउटा कलेक्टिभ एउटा पूजाको आयोजन हुन्छ प्रत्येक वर्ष र यस विषयमा केही बुझौँ न त भनेर चाहिँ म उहाँहरूसँग केही कुराकानी गर्दैछु र विशेष गरेर अब हाम्रो अभिनय यता के पो मन्जित यतापट्टि छ हाम्रो रोशन भाइ अघि र एकजनाले चाहिँ त्यो त भने चाहिँ अब कस्तो यो त अब देखिरहेको पहिलादेखि पूजा अघि यो पालि अलिकति राम्रो प्रकारले एउटा कलेक्टिभ एउटा सबै गाउँ मिलेर गर्दैछौँ नि यसमा कस्तो लाग्यो तपाईँलाई के कस्तो अब पर्सनली चाहिँ एकदम राम्रो लागेको छ है हजुर यस्तो खालको पूजाहरू चाहिँ अब आज मात्रै होइन पछिसम्म मिलेर गरिन्छ भने धेरै राम्रो यसलाई कन्टिन्युसन दिन सक्यो भने चाहिँ अघि गाउँको लागि पनि अब धेरै राम्रो जस्तो लाग्यो मलाई एक्चुअली यो पूजा चाहिँ नि हामीले अब गर्दै आएको नि त तिमीहरू पनि सानोदेखिको देखेर आएको किन गर्नुपर्छ होला जस्तो लाग्छ यो पूजा चाहिँ अब गाउँहरूको ट्रेडिसन हेरेर गाउँहरूको समाज अब मिल्नु पनि पऱ्यो नि त गाउँको मिलाप बढ्छ एउटा कुरो फर्स्ट कुरो सेकेन्ड कुरो सबै केटाहरू गर्नु भेला भएर द्याट मिन्स राम्रो पनि यसले एउटा लेसन पनि दिएको छ होइन पाठ पनि दिन्छ हामीलाई है कलेक्टिभ एउटा उ गर्ने होइन त्यस्तो लाग्छ होइन अरू केही छ भन्नु डेभलपमेन्टै हो नि त डेभलपमेन्ट गर्नु भनेको है गाउँ तलदेखिको माथिसम्मको है भेटघाट हुने भनिलाई चाहिँ कस्तो लाग्छ के यसले के कस्तो किसिमको पाठ सिकाउँछ होला हाम्रो गाउँको युथहरूलाई अघि र अब अहिले त विशेष गरेर ज्यादा जस्तो बुढापाकाहरूको मात्रै सहभागिता हुन्छ अब के गर्नुपर्छ यो गाउँमा बुढापाका त अब बिस्तारै सकिँदै जान्छ है तपाईँहरूको के सोच छ अहिले यो पूजालाई चाहिँ अगाडि बढाएर लानुपर्छ भन्नेमा चाहिँ के लाग्छ हजुर यो अब हाम्रो मन्दिर अहिलेदेखिको होइन पहिलादेखिको यो मन्दिर हो यसमा हामीले यो पूजाले के पनि हुन्छ भन्दा गाउँ साफसफाइ पनि हुन्छ है अन्त कतिवटा अब नकारात्मक जुन चाहिँ पढ्न जान्छ त्योहरू पनि रोकिन्छ भन्ने एउटा ट्रेडिसन छ है वर्षमा यो पूजा गर्दा चाहिँ त्यस्तो रोकिन्छ भन्ने ट्रेडिसन छ र यो ट्रेडिसनलाई हामी अब पछिसम्म जोगाएर लानुपर्छ किनभने सधैँ गरिरह्यो भने केही हुन्छ भन्ने जस्तो लाग्छ फलो है यहाँ हाम्रो रोशन भाइ छ अघि यहाँ भाइले पनि अब धेरै गाउँको समाजको कामहरू गरिराखेको अघि तपाईँलाई चाहिँ कस्तो लाग्छ यो पूजा गर्नै पर्छ अथवा यसले चाहिँ अब के कस्तो किसिमको चाहिँ हामीलाई चाहिँ राम्रो हुन्छ होला भन्ने लाग्छ तपाईँलाई चाहिँ हजुर अब हामी अब यसरी गर्दै आएको पहिलादेखि अब यसरी गर्दै गयो भने चाहिँ अब धेरै राम्रो हो है लाग्छ अब सबै कुरो भनिहाल्यो केटाहरूले यसरी नै हामीले पनि त्यो चाहिँ हाम्रो चाहिँ सोचाइ के छ भने अब हामी त बुढोपाकाहरू है बिस्तारै सकिन युथहरू अघि आउनुपर्छ भन्ने चाहिँ कस्तो लाग्छ तपाईँले यो पूजा अब यसलाई गर्नुको निम्ति केही अब अहिले साह्रै केटाहरूले इन्ट्रेस्ट त अब गर्दैन तर अब इन्ट्रेस्ट गरेको कुरो त्यहाँनिर छ नि त यो गाउँको एउटा ऊ हो नि त होइन पहिलादेखि गरेर ल्याएकाको यो पनि एउटा सोसियल माइन्डेडले नै है यसलाई चाहिँ अब फलो गर्नुपर्छ भन्ने चाहिँ हामीले चाहिँ सोच बनाएको छौँ तपाईँहरू अगाडि आउनुपर्छ होइन मार गरेर गर्थ्यो त्योहरू चाहिँ सबै छोड्यो होइन विशेष चाहिँ के छ भने अब युथहरूले अल्छी गर्छ नि त यस्तो कुरोमा होइन यो उहिलेदेखि बुढापाकाले गरेर आएको भन्ने छ नि तर हामीले देख्दा चाहिँ अब यो बुढापाका पछाडि चाहिँ युथहरूले नै यो गाउँलाई सम्हाल्नु पऱ्यो होइन यो पूजालाई पनि उ गर्नुपर्छ भन्ने चाहिँ हाम्रो सोच हो नि थ्याङ्क यू भेरी मच है भाइहरूको राम्रो सोच छ है खिचडी अब यहाँ काजी साथी पनि साङ्गेटारबाट उहाँहरू पनि अब यो पूजामा अघि तपाईँले त के भेटिसेरी सबै लिएर आउनु सबै एकदम पर हाम्रो साङ्गेटार भानुग्रामको चाहिँ
एभ्री साल जहिले पनि होइन सालको चाहिँ मलाई नै जिम्मेवारी दिएको हुन कारणले गर्दाखेरि चाहिँ आज बिहान चाहिँ सबै गाउँ सबै घुमेर चाहिँ भेटी पैसाहरू ल्याएर खै कतिजना भक्तजनहरू त आफै पनि आयो तर आउनु नसक्नेहरू अति कतिजनाहरूले चाहिँ म आफै स्वयं घरमा गएर चाहिँ उहाँहरूलाई छुवाएर कोही दुख बिमार हुनेहरूलाई पनि छुवाइवरी चाहिँ यहाँ घुमाएर चाहिँ यहाँ आज हाम्रो देवी पूजामा उहाँहरूको सबै भेटी पूजा आउनुभएको तपाईँलाई चाहिँ कस्तो लाग्छ यो अब हाम्रो नजिकमा हो कि हाम्रै वरिपरि यो देवी स्थानमा पूजा हुन्छ प्रत्येक वर्ष यो पालि त विशेष भन्दैछ यहाँनिर है सुन्दैछु म हजुर किनभने सबभन्दा राम्रो ग्यादरिङ पनि देखिरहेको छौँ हामीले है कस्तो लाग्छ तपाईँलाई चाहिँ यो पूजा गरिरहनुपर्छ हामीले प्रत्येक वर्ष नै है अझै के गर्दा राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई पूजा चाहिँ अब पूजा भन्ने कुरो चाहिँ अब सानो कुरो होइन होइन अब हामीले एउटा मानवताको जन्म लिएर आइसकेपछि चाहिँ हामी एउटा मान्छे भएपछि चाहिँ पूजा चाहिँ गर्नु एउटा आवश्यकता छ होइन जब पूजा चाहिँ मैले त्यो कुरोलाई गर्नु सक्दैन भनेदेखि चाहिँ त्यसमा मान्छेमा गन्तीमा आउँछ जस्तो लाग्दैन किनभने माया मोह त सबै हर चिज पशु प्राणी डल्लैमा छ तर पूजा गर्नु गर्नु चाहिँ हाम्रो एउटा मान्छेको एउटा जिन्दगी हो होइन र त्यसले गर्दाखेरि चाहिँ हामीले यहाँ पूजा गर्नु जरुरी छ किनभने यो देवी पूजालाई अब म पनि एउटा विश्वास गर्छु होइन धेरैजनाले विश्वास गरिरहेको छ यहाँ हामी बचपनदेखि आज अब 49 वर्ष पुग्नु आँटिसक्यो होइन तैपनि र पनि हामी यहाँ चाहिँ त्योभन्दा हामी बाल्यकालदेखि नै देखेको पहिला अब हाम्रो भूतपूर्व कतिजना अब पुजारीहरू हाम्रो यहाँ सङ्घहरू हुनुहुन्थ्यो होइन उहाँहरूले चाहिँ यति राम्रो गर्नुहुन्थ्यो होइन आज अब हाम्रो उयसमा आएर चाहिँ अलिकति हाम्रो कमी भए जस्तो लाग्छ होइन र हामीले अब अझै आउने जेनेरेसनहरूलाई चाहिँ त्यसलाई चाहिँ नभुलेर अझै राम्रो भव्य अझै योभन्दा पनि अझै भव्य होस् जस्तो लाग्छ मलाई यो चाहिँ अब हाम्रो गाउँको चाहिँ एउटा सामूहिक पूजा हो नि त सामूहिक पूजा हो होइन यो त यसलाई चाहिँ सबैजना जति मनकारीहरू मिल्नु सक्यो त्यति नै राम्रो किनभने गाउँमा पूजा गर्नु नै एउटा शान्ति हो नि त यसमा त एकअर्कालाई कसैलाई छुट्याइनु कुरा आउँदैन है एकदमै राम्रो लाग्यो हुन्छ तपाईँको विचार हुन्छ धन्यवाद र अहिले चाहिँ अब यो हाम्रो पूजाको कुरा गर्दाखेरि चाहिँ यहाँ दिमन भाइ एकजना सोसियल एकदम कार्यकर्ता र विशेष गरेर नि भाइ अब यो पालिको पूजा चाहिँ अलिकति सबैले भन्दैछ अलिक विशेष प्रकारको भयो एउटा अलिक राम्रो प्रकारले भयो भन्ने कुराहरू आउँदैछ के राम्रो प्रकारले भयो यो पालि चाहिँ राम्रो प्रकारले भन्दा पनि अब अरू कुरो के भन्दा पनि अब अलिक जमघट छ है सधैँ चाहिँ अब के हुन्छ भने बिचमा पर्दा चाहिँ अरू बेला अब मङ्गलबार बुधबार हो यस्तो बिचमा पर्दा चाहिँ बेसी नानीको छुट्टी नहुने र अब अलिक ग्यादरिङ पनि नहुने र योपालि चाहिँ अब शनिबार परेकोले गर्दा छुट्टी भएकोले गर्दा सबैजना भेला भएको छ र सधैँ अब यसरी हामी फ्ल्यागहरू लाएर गर्थ्यौँ न है योपालि चारपट्टि लाएर र सबै अब यो चाहिँ अब एउटा कसैले होइन गाउँ डल्लै मिलेर गरेकोले गर्दा अलिक तल फेदिकैमा टुपोसनकै सबै भक्तजनहरू भेला भएको छ र यो पनि हो एउटा राम्रो हजुर भन्नु हो र कुरो चाहिँ के भनेदेखि अब सधैँ मैले अघि भने सधैँ अब भेला यसरी हुन्थेन स्टुडेन्टहरू स्कुलतिर जाने र गार्जेन्सहरू स्कुल नानीहरू लगेर जाने हुँदाखेरि अलिक कम्ती ग्यादरिङ हुँदाखेरि त्यसलाई अलिक नराम्रो पनि देखेको होला अब ग्यादरिङले पनि राम्रो देखिन्छ नि त कतिको उत्साह देख्नुभयो आज तपाईँले जब अब हामी जम्मै एउटा पहिलाको जस्तो पहिला त थियो जम्मै एउटा गाउँ हजुर कुनै समाज थिएन एउटा गाउँवासी भन्ने कुरा आउँथ्यो तर पछिबाट केही वर्ष पछाडि चाहिँ अलिकति एउटा समाज भन्ने नाम पनि आयो अनि यो पूजालाई अर्गनाइज गर्नुमा केही कठिनाइहरू पनि आउँदै गयो नि त है अब कसैले न कुनै समाजले त अब एउटा जिम्मा लिनै पर्यो भनेर चाहिँ ग्राम सुधार समितिले गर्दा आएको कुरो पनि यो सत्य हो नि त हामीले नै है गर्दै आयौँ तर यो पालि चाहिँ अब पहिलेको जस्तो स्थितिमा फर्किआयो नि त फेरि सबैजना यसमा कुनै समाज छैन भेदभाव छैन सबै एउटा गाउँवासी मिलेर गरिरहेको छौँ नि त है यसलाई के कन्ट्रिब्युसन दिन सकिएला होइन यही हामीले अस्ति यही विषयमा चाहिँ जुन चाहिँ सभा राख्यौँ नि त्यसमा चाहिँ हामीले एउटा कमिटी गठन गर्छौँ नि त त्यो कमिटीमा चाहिँ कस्तो भने अलिक युवा भागलाई लिएर तर तल फेददेखि लिएर मान्छेसम्म नै एउटा कमिटी गठन गर्छौँ र यो कमिटीले चाहिँ अब कतिसम्म आफूले भ्याइन त्यो चाहिँ गरिदिनुहोस् भने एउटा हामीले बिन्ती पनि राखेको छौँ उहाँलाई विशेष मसिनो भएर सिक्नुपर्छ तपाईँले यो काम गर्दा चाहिँ एउटा समाज चाहिँ अघि तपाईँले भने जस्तै विगत वर्षमा यही भन्थेँ भेला कम्ती छ किनभने हामीले यो बोलाउने त होइन तर कतिवटा कुरो यस्तै हुन्छ कतिवटा समस्याले नभ्याएर नआएको होला मान्छे भन्ने र योपालि चाहिँ धेरै भेला हुन्छ किनभने त्यति बेला चाहिँ एउटा त्यो ऊ लागेको थियो नि त किनभने ग्राम सुधार समितिले मात्रै गरेको जस्तो पनि स्थिति देखा परेको थियो नि त है त्यही त भने त योपालि चाहिँ त्यो छैन योपालि चाहिँ कमिटी गठन भएको छ है भएको सँगसँगै अब 3टा समाजले पनि यसलाई अब के भन्छ नि अस्ति त्यो सभामा 3टा समाज भन्नु पूजा समिति यो पूजा आयोजक समिति चाहिँ अलग्गै गठन भएको छ
अलग्गै गठन गरेको छौँ हामीले। यसमा चाहिँ को छ अब यसमा चाहिँ अहिले तलबाट मसिनो युवा भाइहरू नै भनौँ न अब युवा भाइलाई राखेको छौँ। अब नाम त कन्टिन्यू भन्नु पनि धेरैजना छ र अब समाजबाट तल्लो समाजबाट अर्को समाजबाट पनि उहाँको नाम मागेरै गरेको छौँ र तल्लो बिचको समाजबाट नाम मागेर त्यहाँबाट प्रतिनिधि चुनेर गर्नुभएको हाम्रोबाट पनि त्यसरी नै एउटा मेम्बर्सहरू दिएर गरेछु। र त्यो कमिटीभित्र चाहिँ हामी चाहिँ कसरी बसेछौँ भने चाहिँ हामीले मैले नै खुद आफै भनेको र यो कमिटी बनाउँछ चाहिँ हाम्रो पदाधिकारीहरू नबसेर समाजको पदाधिकारीहरू नबसेर विशेष खालको भाइ बनाएर राख्नुपर्छ र हामी चाहिँ एउटा सल्लाहकारमा बस्यौँ भने हामी चाहिँ सल्लाहकारभित्र बस्छौँ नि त। त्यो पाराले गर्दा चाहिँ आज हेर्दा चाहिँ यो सायद हामीले त्यो गरेको सभाको अलिकति सफल भयो लाग्छ। सफल भयो लाग्छ र अब आगामी दिनमा योभन्दा भक्तिले गर्न सकौँ भन्ने आशा है। यो पूजाबारे चाहिँ म के भन्न चाहन्छु भने सदा जस्तो प्रकारले पूजा हुन्थ्यो तर यसपालि एकदम भिन्नै सम्पूर्ण गाउँ मिलेर यो पूजा सम्पन्न भयो। यसको लागि म गाउँवासीलाई ग्राम सुधार समितिको आयोजक समितिलाई नै भनौँ धेरै धेरै बधाई दिन चाहन्छु है। र फेरि आउँदो दिनहरूमा पनि यसरी हामी यो पूजा मात्रै नभएर अन्य पूजाहरू पनि भव्य रूपमा गर्न सकौँ। यो धेरै वर्षदेखि यो सौरीपान टपलाइन देवी स्थानमा वैशाख पञ्चमीमा हुने यो जुन चाहिँ देवी पूजा छ र आज हामीले विगत वर्षभन्दा योपालि भव्य रूपमा पालन गऱ्यौँ र विगत वर्ष केही समस्याले हुँदाखेरि र कतिवटा आफ्नै समस्याहरू हुँदाखेरि हामीले समाजले गर्नुपर्ने कतिवटा कर्तव्य थियो। एउटा ग्राम सभा समितिले अलिकति त्यसलाई गर्नुपर्ने र यसपालि चाहिँ हामीले अगावै यो विषय लिएर सभा राखेर योपालि चाहिँ एकदम भव्य रूपमा मनाउन सक्यौँ। र यसमा हाम्रो तल फेददेखिको माथिसम्म गाउँवासी सम्पूर्णले नै यसमा भाग लिएर एकदम यो उपस्थित भएर दर्शन गरेर पूजाको दर्शन गरेर सम्पूर्णमा नै हामी धन्यवाद दिन्छौँ। र जतिजनाले हामीलाई सहयोग पुर्याउनु भयो र जतिजनाले यहाँ आएर खटिदिनु भयो भाइ बहिनी दिदीभाइ दाजुबहिनी जो पनि हुन्छ यो भाइ बहिनी सम्पूर्णलाई हामी एउटा पूजा कमिटीको तर्फबाट हामी धन्यवाद दिन्छौँ। र अहिले हालैमा पूजा कमिटीको पनि सम्पूर्ण साथीहरू हामीसँग भेला हुन सकेन किनभने उहाँको पनि व्यस्तताले गर्दा अलिकति बाहिर जानुपर्ने अवस्था भएकोले गर्दाखेरि र आजभन्दा आगामी दिनहरूमा आउने दिनहरूमा योभन्दा अझै भव्य गर्ने हामीले एउटा सङ्कल्प राखेको छौँ र अझै योभन्दा अझै भव्य रूपमा गर्ने र सब गाउँ मिलेर गर्ने भएका छौँ। र धन्यवाद। Your time.